2/3 बहुमतको सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले गर्दैछन्। अझै पनि कतिपयले भन्दैछन् रासपाले बालेनलाई प्रधानमन्त्री नबनाउन पनि सक्छ, तर यो आशंका मात्रै हो, यथार्थ होइन। बालेनलाई प्रधानमन्त्री बनाउने सहमति पुस 13 गते नै भइसकेको हो। त्यसैता न अर्को कुनै सहमति भएको छ, न कुनै अर्को निर्णय भएको छ। तर बालेन कहिले प्रधानमन्त्री बन्छन् त? हो, यसको केही प्रक्रिया छन्। मैले अघि नै भने निर्वाचन आयोगले अब केही दिनमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछ। राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि चुनाव सकिएको बुझिन्छ। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संसदका ज्येष्ठ सदस्यलाई शपथ खुवाउँछन् अनि ती ज्येष्ठ सदस्यले अरु 274 जनालाई शपथ खुवाउँछन्। त्यसपछि राष्ट्रिय मान्यता प्राप्त दलहरूले संसदीय दलको नेता चयन गर्छन्। त्यही क्रममा रासपाले पनि आफ्नो संसदीय दलको नेता छान्छ। नेता छानिने छन् बालेन शाह। जब रासपाले बालेन शाहलाई संसदीय दलको नेता ठान्छ, त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्छन्। निर्वाचन आयोगले प्रतिवेदन बुझाउनेदेखि राष्ट्रपतिले बालेनलाई प्रधानमन्त्री बनाउनेसम्म बढीमा 10 दिन लाग्न सक्छ। यसमा 2-4 दिन तलमाथि पनि हुन्छ।